What's up guys and welcome back to another vlog. हो अहिले चाहिँ छौं हामी डाँडा गाउँमा हामीसँग छ इन्स्टाम्यान दाजु एज अलवेज यहाँ पछाडी छ ओके बिजी छ भिडियो हेर्नुमा हैन यस्तै हो अन्त हामी चाहिँ आज कहाँ जाँदैछौं भने चाहिँ खोडा 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 मार्छ खोडामा हामी घोडा कुदाउन गएको हैन हामी स्विमिङ खेल्न गएको है खोडा मार्छ कि चाहिँ खोडा जाने हो हामी यस भन्नुस् तपाईहरु अब समर आउँदैछ है स्विमिङ को लागि कहाँ जानु हुँदैछ भनेको खोडा मार्च इज अल्सो वन अफ द गुड अप्सन है गान्तोक भरिमा है गान्तोक भरिमा यस लोकेसन दामी छ अलिकति चाहिँ अब टाउन भन्दा अलिकति पर पर्छ हो तपाईको रुमटेक साइडमा आउटस्कर्टमा अन्त सो बट इट्स रियली ब्युटिफुल अहिले तपाईले हेर्ने छ भ्लगमा हैन कस्तो दामी रहेछ भनेर हामी पहिला पनि गएको त्यहाँ अन्त एकदम त्यहाँ हस्पिटालिटी देखि लिएर फुड्स देखि लिएर हो अन्त त्यहाँ बस्ने ठाउँ फुडदेखि लिएर एभ्रिथिङ इज रियली गुड हो सो अहिले चाहिँ अलिकति गर्मी भयो हामीलाई हैन अन्त आज चाहिँ त्यसै पनि फ्री थियो हामी हो अन्त अलिक एकछिन रिल्याक्स गरौँ भनेर सोच्यो अन्त वी डिसाइडेड टु गो खोडा मार्चक सो अब हामी निस्क्यो अहिले तादोङबाट हो अन्त जाने छ हामी त्यहाँ कति टाइम लाग्छ तपाईको हाफ एन आवर 40 मिनट्समा पुग्छ हामी त्यहाँ सो स्टे ट्युन गाइज एन्ड इफ यु आर न्यू टु माई च्यानल प्लिज सब्सक्राइब एन्ड वाच दिस फुल भिडियो आई होप यु गाइज क्यान इन्जोय चलो त फिर सो वी रिच खोडा मार्चक यहाँ मुनिपट्टि है ल छैन रहेछ कोही लेट्स गो त्यसो भए प्लास्टिक दाले चाहिँ सिट कस्टमाइज गरेर छोटो बनाइदिएकै छ नि तर खोटा पुग्नु लागि जिस्किनु नपाउने तपाईसँग अन्त तपाईसँग डेलो नगरे कोसँग गर्नु गीत सुन्दैछ अन्त अर्को त अब तपाईँकै सबैसँग जिस्किनु पर्यो नि तपाईँले मेरो कुरा सुन्छ अरू कसले मेरो कुरा सुन्छ सो लेट्स गो चलो चल्थे ए ब्याग बोक्थेँ रहेछ नि तपाईँले हाल्थेँ त्यसमै के छ त्यसमा ल्यापटप ल्यापी टप खोडा मार्चक हाम्रो लागि मात्रै पुल सफा गरिदिँदो रहेछ नि त अन्त सिधै पस्दिने सिधै पस्दिउँ होइन यस यस ठिकै हुनुहुन्छ लङ टाइम त्यहाँ यतै बसौँ होला यहाँपट्टि हो यहाँ बसौँ हामी यता अलिकति यस्तो छ पुलभित्र पस्दिने हो अलिक सफा गर्दैछ तिमी नपस्ने पस्छ एकपल्ट सोध्ने काम हो भयो भनेपछि भन By smelling good, he doesn't want to ruin his, smell. The aura. Smell पनि हैन aura. Bro doesn't smell bro. Sorry, not aura, aroma. Aroma. अर्को फ्लेक्स त के भन्नु सेतो म्याचिङ छ त अन्त एस्थेटिक छ त अन्त पर्दासँग अन्त कस्तो अरे दाढी देख्दै रहेछ त खै यस्तो गरेर त अम्बो दाढी देख्न थालेछ त अन्त दाढी कहाँ भन्छ भाइ दाढी त अब चाहिँ हामी बस्दैको स्विमिङ खेल्नु हो घाम चाहिँ मर्यो डुब्यो घाम डुबिसक्यो हो पानी पर्छ जस्तो छ यहाँ चाहिँ स्विमिङ गरेको 500 हो तपाईँको होइन आएर स्विमिङ खेलेर लन्च गरेर जान्दा पनि हुन्छ हो स्टे चाहिँ छैन अहिले फिलहाल इन प्रोसेस छ जहाँ चेन्ज गरेर 1-2 राउन्ड घुमाउने
अघिले मलाई ब्याग खेल्नु सिकायो हो यसरी So, swimming pool swimming गरेर थाकेर है हल्का we are having our lunch. But I feel like this is the best feeling क्या त्यो भोकले हुन्छ नि यहाँमा चाहिँ मेरो फ्राइड राइसमा एउटा कुरा लास्ट हुन्छ नि भोजन भन्दा भोक मिठो हुन्छ नि त्यस्तै हो त्यही है now we are gonna have our lunch खाना खाँदै एकछिन बस्छ then we'll leave. If you guys are coming to Kora Marchak, don't forget to try chicken dry fry. है क्या छिटो सुटुक्क लाग्दैन न भिडियो बनाउँदा मिलेन यो चाहिँ मिलेन है प्रन मात्रै टिप्दिएको अरे कैसन बा बढिया भाइ चाख्नेहरू छैन भाइ पढ्ने थिएन नि चाउमिन स्ट्यान्ड खाइदिने हो हाम्रो थुक्पा त भगवान के क्लासै छ त सिनेम्याटिक निकाल्दैन मैले मलाई सो हामी वर अबाउट टु लिभ हैन 5:30 हुँदैछ हो पानी डरलाग्दो पर्न थाल्यो हो पानी पर्दैछ हैन यस्तो छ यहाँ चाहिँ बत्ती गयो हो यहाँ गरेको भित्र यहाँ बस्ने ठाउँ छ हो अन्त अब चाहिँ एकछिन पानी रोकिन्छ कि भनेर पानी रोकिने साथ निस्किनु फर्किनु हो त्यो त यो मजा यो बत्ती आयो वा हो यस्तो छ नि त बत्ती आएपछि चाहिँ दामी छ नि त फेरि जग्गा हो यति हो अब स्टे चाहिँ अहिले त छैन बस्नु लागि चाहिँ होइन तर घुम्नु लागि टाइम स्पेन्डको लागि दामी छ सो दाहरू रेडी भयो यहाँ होइन मलाई चाहिँ होइन यस्तो पानी पर्दै गरेको पुलमा चाहिँ स्विमिङ खेल्नु मन थियो हो तर दाले नखेल्नु अरे होइन फर्किनुपर्छ अरे हो बिमार हुन्छ अरे हो हुन त ठिकै हो राम्रै हो सो अब फर्किन्छ न त मलाई साँच्चै यस्तो दिनमा खेल्नु मनपर्छ पानी पर्दै गरेको बेला क्या स्विमिङ छट्टाक गर्थ्यो म त चेन्ज गर्नु आँटेको थिएँ कि तर के गर्नु दाले जाउँ अरे हो सो आई थिङ्क वी हेभ टु लिभ नाउ अब निस्किने हामी लु यस्तो मजाको एम्बियन्स होइन पानी पर्दै गरेको हो हाम्रो यसमा स्विमिङ खेल्नु कस्तो मजा आउँथ्यो होला तर के गर्नु अब काम छ हो बिमार हुनु भएन हो नभए त अब कुनै दिन कुद्यो अघि रन अब त झन् पढ्यो चला ल अब त्यसो भए म पनि कुद्यो है त होइन लिनु आउने रहेछ किन हो आम्बो डरलाग्दो पर्दैन हौ गयो अघि यहाँ माथि म त्यसै पर्नु चाहिँ मलाई लिनु आउँछ हाम्रो दाजुले पुऱ्याइदिँदैछ आमा छु म कुदेको ल कुद्छु होला म ल धन्यवाद थ्याङ्क सो मच अम्बो अघि हो लाग्यो त पछाडि
अब त्यो छातामा झन् डर त्यो भिज्दै यहाँ दिइहाल्नु न पहिला ओनर पुछ्ने हो अब कसले ब्यागै त दिँदैन अन्त मेरै ब्याग लानु होला के केयरिङ छ मेरो दाजु मेरो गाडी के गाडी पुस्नु परेको त्यो डिक्कीमा हालिदेऊ भाइ तिमी होइन भन् मलाई तपाईँ भयो भक्कु ब्यागहरू पुसेर ओनर पुस्छ बोइसको स्किन के दिनु फेरि मैले देख्नु पऱ्यो नि अब आम्बो लत्रुक्कै भिज्दैन हो ओनर पुस्नु फेरि यसले मैसँग चाहिँ किनेको त ल पानी डलाउँदा पर्यो हो अब चाहिँ हामी फर्केको हो मलाई चाहिँ पानी झरीमा खेल्नु मन थियो तर बिमार हुन्छ हो मन थियो होइन नेक्स्ट टाइम कोही बेला होइन बस्नु छ कहीँ ढुक्कैहरू त्यस्तो बेला भनेपछि चाहिँ अब चाहिँ फर्किनु पर्ने छ घर होइन सो आई थिङ्क लेट्स बट अब सम्म बोल्दा भिडियो मजा आयो मजा आयो है मन थियो आयो मजा आयो मजा आयो होइन ठिकै छ त मजा आयो अब चाहिँ फर्किने फर्केको हामी सो अब घर जाने हो रेस्ट गर्ने हो सो एकछिनमा म बुझिदिइहाल्छु तपाईँ कुदाउनुहोस् न अरे ल सो गाइस सो यति नै छ फर्केको हामी आफ्टरनुन वेल स्पेन्ड है लन्च राम्रो भयो मजाले इभिनिङसम्म बस्यौँ हामी तर अब चाहिँ फर्किने टाइम आयो होइन सो फर्किने हो गले पनि स्विमिङ खेलेर सो ब्लग यतै तातो भएर बसिरहेको छ क्या भनेको ढेँडै बिरालो यति छ गाइज आजको भिडियो यत्रो नै हो छोटो भएर तर मिठो भएर थ्याङ्क यू सो मच फर वाचिङ एन्ड आई विल सी यु इन नेक्स्ट भिडियो टिल देन आफ्नो ख्याल राख्नुहोस् आफूलाई माया गर्नुहोस् मलाई माया गर्दै गर्नुहोस् एन्ड टेक